यिनै हुन् मेरी आमाको के बयान गरौँ र। संसारकी सबैभन्दा मायाकी खानी मान्छे, संसारकी सबैभन्दा मेरो लागि प्यारी मान्छे, आफू भोकै भए पनि मलाई टन्न खिलाउने मान्छे, आफू रोएर भए पनि मलाई सधैँ हँसाउने मान्छे, मेरो हरेक दुःख सुखमा साथ दिने मान्छे, मेरो सधैँ राम्रो चाहने मान्छे, मेरा हजारौं सपना र चाहनाका लागि आफ्ना रहर र चाहना त्याग्ने मान्छे, मेरो खुसीको लागि आफ्नो जिन्दगी नै सुम्पिने मान्छे, राम्रो अनुहार नदिए पनि राम्रो संस्कार दिएकी छन्, आफूभन्दा ठुलालाई आदर सम्मान र आफूभन्दा सानालाई माया गर्न सिकाएकी छन्, तिम्रो कारणले कसैको मन दुख्नु भएन भनेर सिकाएकी छन्, तिमीले कसैको इज्जतसँग खेल्नु भएन भनेर सिकाएकी छन्, सबैले माया र इज्जत गर्न सिकाएकी छन्। यस्तै छन् मेरी आमा, बयान गरि नसक्नु छ, मेरी आमाको बयान गर्न कुनै शब्द छैन। सबैलाई आफ्नो आमा प्यारो नै लाग्छ, सबैलाई आफ्नो आमा संसारको सबैभन्दा महत्त्वपूर्ण मान्छे लाग्छ। यस्तै छन् मेरी आमा। सबैले भन्नुहुन्छ के यस्तो छोरो पाउने आमा चाहिँ कति हुनुहुन्छ होला, यिनी नै हुन् मेरी आमा। सबैलाई आफ्नो आमा चाहिँ इम्पोर्टेन्ट हुन्छ। सो गाइज, आमा रहउन्जेल आमाको लागि चाहिँ सक्ने प्रयास गर्नुपर्छ, आमालाई सक्ने खुसी राख्ने, सक्ने माया दिने र तपाईँहरूका लागि त्यागेका कुराहरू